आज चाहिँ हामी एकदमै अप्ठ्यारो ठाउँ भनौँ न, यो पहाडमा चढेका छौँ। पहाडी हुनुमा साहसी गर्वको महसुस हुन्छ आफूले आफूलाई नै। एकदमै तपाईँहरूलाई म देखाउँदैछु। ए बिस्तारै चाहिँ लड्लास् गाइज। मेरो गाउँ चाहिँ यो हो। मेरो गाउँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै सरफेस मिलेको होइन, मलाई लाग्छ मेरो गाउँ एकदमै राम्रो छ। र यो भनेको मेरो गाउँको यतापट्टिको पहाड हो, तपाईँहरू देख्न सक्नुहुन्छ। यताबाट चाहिँ म जाँदैछु। यताबाट बाई मिस्टेक खस्यो भने चाहिँ होइन, सिधा खोला भेटिन्छ। तल यहाँबाट देखिरहेको छैन, सिधा नै खोला भेट्ने। यति टाढा छ गाइस खोला पनि। यतातिर हेर्न सक्नुहुन्छ तपाईँहरू। यस्तो छ यहाँको दृश्य चाहिँ, हाम्रो बजार एरिया। एकदमै म माथि आइसकेको छु गाइस। तपाईँले म देखाउन चाहन्छु कि म कस्तो ठाउँमा हिँडिरहेको छु भनेर। तपाईँले देख्न सक्नुहुन्छ। के भयो? होइन होइन होइन, मैले अस्ति एउटा भिडियोमा बोलेको थिएँ कि म सबैजनालाई मेरो गाउँ देखाउँछु भनेर। तपाईँहरूलाई म मेरो गाउँ देखाउन चाहन्छु। गाउँ चाहिँ त्यो साइडपट्टि हो भने म यो ठाउँमा आएको छु गाइस। मेरो गाउँभन्दा विपरीत ठाउँमा आएको छु। यो यहाँभन्दा उता चाहिँ म जान सक्दिनँ। यहाँबाट जुन ठाउँमा म छु गाइस होइन, यो ठाउँबाट म यदि मिस्टेकले तल बाटोमा देखिन्छ गाइस, हेर्नुहोस्। बाख्राहरू चराउने मान्छे बाख्रा लगेर जाँदैछ, हेर्न सक्नुहुन्छ तपाईँ। यो भनेको हावामा पनि तपाईँको 2-3 किलोमिटर भन्दा माथि नै छ। यहाँ परको ठाउँहरू यस्तो ठाउँ छ। नजा उता नजा, यस्तो ठाउँ छ गाइस। तल हेर्नै पनि डर लाग्छ गाइस, यस्तो पहाडमा आएको छु। एकदम हामी भनेको एकदमै साहसी व्यक्ति हो हामी। जस्तो साहसी पहाडमा थुप्रै मान्छेहरू भेटिन्छन्, त्यस्तो धेरै साहसी त होइन। त्यो पनि यो ठाउँमा क्या, यो पहाडमा चढ्नु भनेको नि एउटा साहसको कुरा पनि हो। तपाईँहरू देख्न सक्नुहुन्छ। त्यहाँ भिरमा पनि मान्छे घाँस छन्, त्यहाँ देखिनु होला। एकदमै ठाउँमा एकदमै कामै आउँछ हिँड्न पनि। म त यस्तो ढक लगाएर हिँड्छु। देखिन्छ खोला, देखिन्छ यहाँबाट? देखिन्न, पक्कै पनि देखिन्न होला गाइस। तपाईँहरू देख्न सक्नुहुन्छ। देखिन्न। यो हेर्नु त, यो टापुमा हामी पुगेकै छैनौँ। यहाँदेखि त फेरि झन् बबाल भ्यू देखिन्छ। हेर्नै डरलाउँछ गाइस। हेर्नु त, त्यहाँ तलको बाख्रा हेर्नु त, बाख्रा हेर्न सक्नुहुन्छ तपाईँहरू। आवाज निकाल्न, कोइलीको जस्तो निकाल्न। यस्तो आवाज निकाल्नुपर्छ फेरि। एकदमै भयो डर लाग्यो यार। जाउँ उता, यहाँभन्दा उता जान सकिन्न। फोटो खिच्नुपर्छ गाइस। एकैछिन हामी फोटो खिच्छौँ खोला आएर। डर पनि लागिरहेको छ। हामी हिँड्नु त हिँडिराखेको ठाउँ त हो नि होइन यो। त्यस्तो धेरै अप्ठ्यारो हाम्रो लागि चाहिँ अप्ठ्यारो छैन पक्कै पनि। अरू हाम्रो गाउँभन्दा बाहिरको मान्छे, कोही मान्छे पनि यो ठाउँमा आयो भने एकदमै डराउनुहुन्छ, किनभने यो ठाउँ नै एकदमै अप्ठ्यारो ठाउँ छ। ल केही एकैछिनको लागि हामी फोटो खिच्छौँ। ल गाइस, फोटो कार्यक्रम पनि भ्याइयो। यो ठाउँमा दोस्रो पटक आइन्छ आइदिन थाहा छैन होइन। आएको बेला चाहिँ रमाइलो गऱ्यो भनौँ न। एकदमै डेन्जर सर्फेस छ यताउताको प्लेस हेर्दाखेरि। तपाईँहरू देख्न सक्नुहुन्छ। ल तपाईँहरूलाई मैले मेरो गाउँ देखाउँछु। मेरो गाउँ चाहिँ होइन, यो पनि हाम्रै बजार हो। ल है त गाइस, यो चाहिँ मेरो गाउँ हो। यस्तो छ मेरो गाउँ चाहिँ।
गाइज हामी चाहिँ यो ठाउँबाट अब चाहिँ निस्क्यौँ। अब चाहिँ गाउँतिर फर्किँदै यता डाँडामा आइयो, अलिअलि फोटोसुट गऱ्यो, भिडियो बनाइयो, त्यो नै हो। अब यहाँबाट चाहिँ टक्क लगाएर गाउँतिर फर्किँदै हाम्रो हिँड्ने बाटो नि यस्तो छ गाइज। टक्क लगाएर यो तरिकाले हिँड्दैछौँ हामीहरू चाहिँ। हाम्रो बाटो हो यो। हो त्यहाँ चाहिँ हाम्रो गाउँ। अझै माथि डाँडामा चाहिँ पुग्न सकेन गाइज, धेरै बढी नै छ भनौँ न, अझै लामो बाटो छ माथि गाउँ पुग्नु, के अरे डाँडामा पुग्नु चाहिँ। अहिलेलाई चाहिँ यही नै हो। टक्क मेरो गाउँ मन पऱ्यो भने लाइक कमेन्ट र च्यानललाई सब्सक्राइब गरिदिनु होला। रमाइलो भयो होइन, माइन्ड फ्रेस भयो, माइन्ड फ्रेस एकदमै खुल्ला ठाउँमा आइयो। मेरो गाउँ के छ भने अलिक गहिरो ठाउँमा भएर त्यो कारणले गर्दा अलिक त्यति रमाइलो हुँदैन। त्यो भएर अलिक कहिलेकाहीँ चाहिँ गाउँबाट टाढा हुनु नै रमाइलो हो हाम्रो लागि चाहिँ। गाउँले केटाहरूको लागि चाहिँ यही नै हो। यसो माइन्ड फ्रेस गर्न हामीहरू बोलिरहेको हुन्छौँ। देख्नु यहाँ यताबाट चाहिँ बवाल देखिन्छ क्या, फेरि लुक्स यताबाट चाहिँ बवाल लुक्स हो। त्यहाँ चाहिँ सेती रिभर छ, फेरि यो लुक चाहिँ बवाल हो। अनि यहाँबाट खसेपछि गइन्छ गाइस तल 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 खोलामा आउँदै। यस्तो अप्ठ्यारो बाटो छ फेरि। गाइस आजलाई चाहिँ भिडियोलाई यहीँ टुङ्ग्याउँदै यसको भिडियो राम्रो ल्याउने प्रयास गर्नेछु। च्यानलमा नयाँ हुनुहुन्छ भने सबैजना च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। अहिलेलाई चाहिँ भिडियोलाई चाहिँ यहीँ समाप्त